हाम्रो गाउँमा चाहिँ रोपाइ गरिसक्यो। त्यो सक्नुहुन्छ गरेको छ रोपाइ। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। अहिले चाहिँ म गाई ट्यागको घरमा छु होइन। अहिले चाहिँ गोरु चराउनु जान्छु। अहिले चाहिँ ट्यागको घरबाट चाहिँ यता गइरहेको छु। देख्न सक्नुहुन्छ चिटिक्नु लाग्यो होइन। अब चाहिँ म चाहिँ मेरो गाउँ हो, देख्न सक्नुहुन्छ। अहिले चाहिँ म माथि रोडमा पनि आइसक्यो, गइरहेको छु गाइज। यो चाहिँ हाम्रो गाउँतिरको रोड हो, देख्न सक्नुहुन्छ। यता चाहिँ यस्तो पर्छन्। म चाहिँ अहिले ट्याक्कै हिँडिरहेको छु गाइज। यता चाहिँ बास छन् गाइज। म चाहिँ तपाईँलाई चाहिँ मेरो गाई अब गोरु र भैँसी देखाउँछु अहिले। यो चाहिँ मेरो बास हो, देख्न सक्नुहुन्छ। यो दुईटा अहिले चाहिँ कति रोड आइसक्यो गाइज। अब उतासम्म मात्र छ, पिच गरे यति छ। गाउँतिर चाहिँ गाइज खासै रोड पिच चाहिँ भएको छैन। आधा भएको छ, आधा भएको छैन। आधासम्म भए हुन्छ, फेरि आधासम्म गर्नुहुन्छ। पुरै गर्दैनन् गाइज, किन हो त्यो चाहिँ थाहा भएन। हिँडिरहेको छु, देख्न सक्नुहुन्छ। हाम्रो गाउँमा चाहिँ रोपाइ गरिसक्यो, देख्न सक्नुहुन्छ। गरेको छ रोपाइ। अहिले चाहिँ म यता भित्तामा चाहिँ सिल तापिरहेको छु। यस्तो गर्मी चाहिँ घाम लाग्यो, बादल पानी आउला जस्तो छ थोरै कति बेलै। यता चाहिँ पुरै गाई चाहिँ देख्न सक्नुहुन्छ। म चाहिँ ट्याक्कै यतै बिहा छु, के गर्ने गाई चाहिँ ट्याक्कै यतै बिहा छु। अब चाहिँ म यहाँ चाहिँ छाना जान्छु। म त गर्नु छ गाई, त्यस्तो छैन, त्यो जानु मन लाग्दैन। झन् भयो त्यस्तो चाहिँ आजकै दिन लास्टै गर्मी, के गर्नु। रोडमा हिँडिरहेको छु, देख्न सक्नुहुन्छ। त्यहाँ चाहिँ रोपाइ गरिरहेको गाई, देख्न सक्नुहुन्छ। कति रोपाइ कसको थाहा छैन गाइज। म चाहिँ यो ढुङ्गामा चाहिँ थोरै बस्छु अब होइन गाइज। ढुङ्गामा चाहिँ ट्याक्कै सुरक्षित छ। यस्तो हावा लाग्दैछ, मजा आउने। यता चाहिँ छेउ छ, ट्याक्कै यता बसियो गाइज। हाम्रो गाउँ पाहाडतिरको हरियाली देख्न सक्नुहुन्छ। अन्नी गाइज देख्न सक्नुहुन्छ। हाम्रो पाहाडतिरको दामी भ्यू देख्न सक्नुहुन्छ। दामी छ भ्यू। यता चाहिँ रोड भयो, ट्याक्क म चाहिँ यता ट्याक्क बसिरहेको छु। यही हो गाइज। अब कसको होला नि गाइज, त्यहाँ रोपाइ गर्दा देखाउँछ है गाइज। त्यहाँ कसको रोपाइ गरिरहेछन्, कसको छैन, देख्न सक्नुहुन्छ। कसको हो यो रोपाइ गरिरहेछन् कि छैन, गराउनु पर्छ ट्याग। त्यो चाहिँ साइलो गाइज, त्यो खडी चाहिँ साइलो खेत देख्न सक्नुहुन्छ। यति धेरै छ गाइज खेत। त्यहाँ चाहिँ बुढीगङ्गा नदी देख्न सक्नुहुन्छ। त्यो देखिरहेको नि, त्यो बुढीगङ्गा नदी हो गाइज। अनि यहाँनिरको यो चाहिँ यो रोड हो गाइज, देख्न सक्नुहुन्छ। यो छ नि यो रोड, यही हो गाइज। हाम्रो गाउँ पाहाडतिर चाहिँ यस्तै हुन्छ गाइज, हरियाली हुन्छ, पुरै मजा आउँछ गाइज। यस्तो त्यो गाइज काहीँ बस्यो भने चाहिँ दामी हावा लाग्छ गाइज, मजा आउँछ। यता हिँड्यो भने चाहिँ लास्ट गर्मी हुन्छ क्या गाइज।
मेरो चाहिँ यो चाहिँ भिडियोमा चाहिँ गाइज 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 भन्ने चाहिँ बानी भइसक्यो। यसलाई चाहिँ अब हटाउनु पर्ने छ। भन्ने चाहिँ मन लाग्छ, अलिक कन्ट्रोल गर्छु गाइज। म चाहिँ फेरि कन्ट्रोल गर्छु कति बेला चाहिँ सरासर आइहाल्छ क्या, केही छैन। त्यो पनि दामी हावा लागिरहेको छ। शीतल खायो थोरै पनि गयो। सानो चाहिँ यहाँनिर थोरै छ, यहाँनिर छ मेरो। यो छानो छ नि गाइस, यहाँका पछितिर चाहिँ मेरो नाना छ, देख्न सक्नुहुन्छ। दामी भ्यू, यस्तो दामी भ्यू छ। त्यो चाहिँ बुढीगङ्गा नदी हो, सक्नुहुन्छ। यो चाहिँ रोड भयो। चाहिँ गाइस थोरै हावा खाउँ अनि चाहिँ जाउँ गाइस। 2 मिनट जति चाहिँ केही छैन गाइस। त्यो पनि अझै जान्छु। लास्ट 2टा क्लिप आउँछन् गाइस अब चाहिँ होइन, किनभने चाहिँ आज मैले भनेको थिएँ कि मेरो भैँसी र गोरु छाना देखाउँछु भनेको थिएँ। अब चाहिँ म ट्याक्क जान्छु। अर्को भिडियोमा चाहिँ गाइस च्यालेन्ज भिडियो आउँछ होला गाइस, आउँछ होला, फिक्स त छैन, आउँछ होला गाइस। आयो भने चाहिँ हेर्न नबिर्सिनु। आयो भनेपछि चाहिँ म भन्नेवाला छु। र गाइस आजबाट चाहिँ मेरो भिडियो चाहिँ फिक्स कति बजे आउँछ भनेपछि गाइस, भिडियो चाहिँ डेली आउँछ। कति बजे आउँछ भन्दाखेरिमा चाहिँ 8 बजे 7 बजेर 50 7 बजेर 50 40 त्यतिमा चाहिँ हुनसक्छ गाइस। म चाहिँ फिक्स डेट भन्छु गाइस पछि। र गाइस यही नै हो। अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ, देख्न सक्नुहुन्छ गाइस। अहिले चाहिँ म यहाँबाट चाहिँ निस्किसकेँ, हिँडिरहेको छु म। बाटोमा चाहिँ हिँडिरहेको छु। अब चाहिँ 2टा क्लिप आउँछन् गाइस फेरि, अनि चाहिँ गाइस सिधै मेरो छाना पुगिसक्यो। भेटौँला गाइस। अब चाहिँ थोरै छ मेरो छानामा चाहिँ पुग्नु। म चाहिँ यस्तो बवाल तरिकाले देखाउँछु। यता चाहिँ अरूका छाना छन्, देखाउन सक्नुहुन्छ। बाटो चाहिँ यता हो। मेरो छाना देखाउँदैन गाइस, किनभने सरप्राइज दिन्छु गाइस तपाईँहरूलाई। अरूको छाना गाइस, तपाईँ चाहिँ मेरो छाना हेर्नको लागि गोठ हेर्नको लागि साह्रै एक्साइटेड हुनुभएको होला। अब चाहिँ गाइस म देखाउँछु, कस्तो बवाल तरिकाले देखाउँछु गाइस म। अब देख्न सक्नुहुन्छ गाइस, यो चाहिँ म सानो, यो चाहिँ पुरानो। अब चाहिँ म भित्र गोरु देखाउँछु गाइस, देख्न सक्नुहुन्छ। चाहिँ मेरो भैँसी। ओए यता अर्के त भित्र जान्छु गाइस म चाहिँ। गाइस भित्र आइसक्यो, मार्न आएको छ गाइस। यो चाहिँ भैँसी, यो चाहिँ बल्द मार्न आउँछ गाइस। यो चाहिँ लास्ट डोरा गाइस। ल देख्न सक्नुहुन्छ, चाहिँ मेरो भैँसी हो, चाहिँ बल्द गाइस। तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। अर्को भिडियोमा हेर्नेछौँ। थ्याङ्क्स फर वाचिङ, बाई।